जय नेपाल सबैजनालाई। आज सानो इन्फर्मेसन लिएर आइरहेको छु म। हाम्रो ब्याचलर कम्प्लिट भएपछि बाहिरको युनिभर्सिटी छ भने हामीले इक्विभ्यालेन्ट लिनुपर्छ टियुबाट। त्यसको लागि चाहिँ म जाँदैछु, तपाईँहरूलाई लोकेसन सेयर गर्दैछु। यो भयो सानो टिम गएर तपाईँले 4 वर्ष कम्प्लिट भएको छ भने प्लस 2 को इक्विभ्यालेन्ट लिनुपर्ने हुन्छ। अनि यो चाहिँ राष्ट्रिय परीक्षा बोर्ड, यो ठुलो ट्याङ्कीको छेउमा आएपछि तपाईँहरू यहाँबाट राइट साइडपट्टि गएपछि एउटा बिल्डिङ देख्नुहुन्छ। यहाँ गएपछि यो त्यही राष्ट्रिय परीक्षा बोर्ड हो। यहाँ गएपछि पाले दाइले तपाईँहरूलाई एउटा फर्म दिनुहुन्छ, त्यो भर्नुहोस्। फर्म दिइसकेपछि भित्र गइसकेपछि सबै डकुमेन्टहरू बुझाउनुहोस् र 1 हप्तापछि जुन यो पैसा तिरेको बिल हुन्छ त्यो लिएर सोधपुछमा जानुहोस् र सोधपुछबाट जुन झ्याल भन्नुहुन्छ त्यहाँ गइसकेपछि तपाईँहरूले 7 दिनपछि यस्तो खालको एउटा सर्टिफिकेट पाउनुहुन्छ। धन्यवाद, थ्याङ्क यू।